चाहिँ फेरि पनि म हजुरको सामने आइसकेको छु। के एउटा छोरी मान्छेले जन्म घर छाडेर कर्म घरतिर लाग्नै पर्ने हो त? मेन रिजन चाहिँ यो है साथीहरू। खासमा कुरो चाहिँ के हो भने चाहिँ आफ्नो जन्म घर छाडेर कर्म घरतिर लागिन्छ। आफ्नो मरितरी आफ्नो सन्चो नभए पनि कर्म घरमा गर्नै पर्ने हुन्छ। भनेपछि आफ्नो माइत आएको बेला थकान मेट्न आउँछौँ हामी छोरी मान्छे, तर थोरै समय आफ्नो मम्मीको पनि माइत आएर हेल्प गर्दैन के हुन्छ साथीहरू। तर घरमा जति 100% दिए नि, तर माइतमा 25% दिए नि। 100% को मान्छेले कहिले पनि तैँले काम गरिस् भनेर सुनाउँदैन, तर 25% आफ्नो आमाले चाहिँ के भन्छन् थाहा छ? मेरो छोरी आज धेरै थाकेको छ, तिमी बस म काम गर्छु भन्छन्। यति फरक छ आमा र सासु आमामा साथीहरू। मैले चाहिँ यो भनेर हजुरहरूलाई नराम्रो भन्न खोजेको होइन, तर खासमा चाहिँ कुरा त्यही हो। किनभने चाहिँ हामी आफ्नो जन्म घर छाडेर कर्म घरमा जान्छौँ। अनौठो ठाउँ, नयाँ नौलो ठाउँ, रीतिरिवाज फरक, भाषा फरक, वेशभूषा फरक, आफ्नो अलग अलग क्यारेक्टर हुन्छ। तर त्यसमा हामी घुलमिल हुन चाहिँ धेरै समय लाग्छ साथीहरू। तर त्यो बिचमा हाम्रो आफ्नै श्रीमानले पनि आफूलाई बुझ्न कोसिस गर्दैन कि। तर त्यसमा चाहिँ यति मन दुख्छ साथीहरू। किनभने चाहिँ हामी त आफ्नो सब सम्पूर्ण छाडेर, आफ्नो परिवार छाडेर, आफ्नो बाबामा छाडेर उनको घरमा गएको हुन्छौँ भनेपछि उनीहरूले नबुझिदिएपछि कति पीडा हुन्छ, कति दुःख हुन्छ है। खासमा चाहिँ यो छोरी नन्द भएको, अमाजु भएको घरमा चाहिँ है, हजुरहरू पनि आफू बिहे गरेर टाढा जानुभएको हुन्छ, हजुरलाई पनि त्यतिकै दुःख हुन्छ भने हजुरहरू सबै महसुस हुन्छ। तर त्यही पनि हजुरहरू आफ्नो माइतमा आएर आफ्नो हुकुम चलाउन खोज्नुहुन्छ। तर यो चाहिँ एकदम नराम्रो। बिरामी हुँदाखेरि एक लोटा पानी तताएर दिन नसक्ने मान्छेले आएर हुकुम पनि किन चलाउनु पर्यो र साथीहरू? के कसो मैले नराम्रो भनेछु भने कमेन्टमा लेख्नु ल।